नमस्ते। शुभ बिहानी समस्त श्रोता एवं दर्शकमा हार्दिक नमन गर्न चाहन्छु। आज जन्मदिन पर्ने श्रोता र दर्शकको हार्दिक मङ्गलमय शुभकामना एवं उत्तर प्रगतिको कामना गर्दछु। युट्युब च्यानल एस्ट्रोलजर लक्ष्मी गेवाली, फेसबुकमा ज्योतिष लक्ष्मी गेवालीमा एकैसाथ प्रसारण मेरो दैनिक राशिफल यहाँहरू समक्ष पुगेमा मलाई प्रेरणा स्वरूप च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरी सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। विक्रम सम्वत 2082 साल 6 महिना 11 गते शनिबारको दैनिक पञ्चाङ्ग र राशिफल लिएर उपस्थित भएको छु। सन् 2025 9 महिना 27 तारिक सिद्धार्थ नाम संवत्सर श्री दक्षिणायने शरद ऋतु। सूर्योदय बिहान 5:55, सूर्यास्त बेलुकी 5:53 हुनेछ। चान्द्रमान अनुसार आश्विन शुक्ल दुर्गा पक्षको पञ्चमी तिथि 7 गते 3 पल्ला उपर षष्ठी रहेको छ। अनुराधा नक्षत्र 43 गते 6 पल्ला उपर ज्येष्ठा रहेको छ। प्रीति योग 43 गते 2 पल्ला उपर आयुष्मान। कौलवकरण 39 गते 54 पल्ला उपर तैतिला र गहरकरण रहेको छ। अहोरात्र चन्द्रमा वृश्चिकमा छन्। जन्मिने जातक वृश्चिक राशिका र चन्द्रमाको गोचर उत्तर रहनेछ। सम्मुख र दाहिने चन्द्रमा पारेर उत्तर र पश्चिमको यात्रा गर्न सकिने शास्त्रीय मत छ। राहुकाल बिहान 9 बजेदेखि 10:30 बजेसम्म रहेको छ। यो अशुभ समय हो, शुभ काम गर्न वर्जित छ। मेष राशिका जातकका लागि चन्द्रमाको 8औं गोचर छ। यसले कष्ट बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा नयाँ र पुराना क्रियाकलापमा संलग्न जातकहरू चलाखीका साथ चल्नुहोला। सकभर नयाँ कार्य नगर्नुहोला। गर्नै परे शुभ साहित्य र शुभ सगुनको प्रयोग गर्नुहोला। नयाँ यात्रा र नयाँ कार्यमा विघ्न बाधा हुनेछ। खानपिनको खराबीको कारण गुप्ताङ्ग सम्बन्धी समस्या हुन सक्छ। खानपिनमा जरुर ध्यान दिनुहोला। मेष राशिका जातकले सदा ओम ओंकाराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। वृष राशिका जातकका लागि चन्द्रमाको 7औं गोचर छ। यसले धन स्थिर लाभ भन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा नयाँ र पुराना क्रियाकलापमा संलग्न जातकहरू उन्नति र प्रगतिका सङ्केतहरू देख्नुहुनेछ। दाम्पत्य जीवनमा प्रेम सद्भाव, साझेदारीमा उन्नति र प्रगति, नयाँ प्रेम प्रस्तावका लागि उचित दिन रहेको छ। इष्टमित्र, बन्धुबान्धव र सरकारवाला पक्षले विगतको अनुपातमा सहयोगमा वृद्धि गर्नेछन्। इष्टमित्र, बन्धुबान्धव सबैसँगको सम्बन्ध मजबुत रहनेछ। वृष राशिका जातकले सदा ओम शुक्राय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मिथुन राशिका जातकका लागि चन्द्रमाको 6औं गोचर छ। यसले आरोग्यता भन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा नयाँ र पुराना क्रियाकलापमा संलग्न जातकहरू प्रगतिका सङ्केतहरू देखिनेछन्। इष्टमित्र, बन्धुबान्धव र सरकार पक्षले सहयोगमा वृद्धि गर्नेछन्। कम्पिटिसनमा सफल हुनुहुनेछ। मुद्दा मामिलामा तपाईँकै हातमाथि छ। आर्थिक सामाजिक हैसियत विगतको तुलनामा उच्च रहनेछ। मिथुन राशिका जातकले सदा ओम बुधाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कर्कट राशिका जातकका लागि चन्द्रमाको 5औं गोचर छ। शुक्ल पक्षको चन्द्रमा हो। यसले आकस्मिक लाभ भन्दछ। विभिन्न क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील समस्त जातक सोचे आँटेका कुराहरू पुरा हुनेछन्। इष्टमित्र, बन्धुबान्धव र सरकारवाला पक्षले सहयोग बढाउनेछन्। विशेषतः शिक्षा, सन्तान र सेयर बजारसँग सरकार राख्ने जातकहरू अन्य क्षेत्र, पेसा, व्यवसायका जातकभन्दा बढी लाभ महसुस गर्नेछन्। सन्तानबाट राम्रो सन्तुष्टि प्राप्त हुनेछ। शिक्षा र आकस्मिक धन प्राप्तिको योग परेको छ। कर्कट राशिका जातकले सदा ओम सोमसोमाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। सिंह राशिका जातकका लागि चन्द्रमाको 4औं गोचर छ। यसले कुक्षी रोग भन्दछ। विभिन्न क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील जातक विगतको अनुपातमा प्रतिफलमा कमी रहनेछ। हर क्रियाकलापमा सावधानी अपनाउनु जरुरी छ। भौतिक सुख सुविधाको क्रय विक्रय, जग्गा जमिनको मामलोमा सावधान रहनुहोला। अन्य क्षेत्र, पेसा, व्यवसायमा तुलनामा त्यहाँ बढी प्रहार हुन सक्छ। खानपिनमा जरुर ध्यान दिनुहोला। खानपिनको खराबीको कारण पेट सम्बन्धी गडबडी रहन सक्छ। सिंह राशिका जातकले सदा ओम ग्रीम सूर्याय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कन्या राशिका जातकका लागि चन्द्रमाको 3रो गोचर छ। यसले जय भन्दछ। विभिन्न क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील समस्त जातक पराक्रम, साहस, उत्साह, उमङ्ग मजबुत रहनेछ। छोटो यात्राको सम्भावना छ। जुन क्षेत्र, पेसा, व्यवसायमा क्रियाशील हुनुहुन्छ त्यहाँ भाइ बहिनी र श्रमिकहरूको सहयोग विगतको तुलनामा बढ्नेछ। कन्या राशिका जातकले सदा ओम बुधाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। तुला राशिका जातकका लागि चन्द्रमाको 2रो गोचर छ। शुक्ल पक्षको चन्द्रमा हो। यसले वाणी लाभ भन्दछ। विभिन्न क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील समस्त जातक बोली प्रभावकारी रहनेछ। मिष्टान्न भोजनको अवसर छ। महत्त्वपूर्ण कार्यहरू बोलीबाटै सम्पन्न हुनेछन्।
विगतको तुलनामा परिवारजन, इष्टमित्र र बन्धुबान्धवहरूको सहयोगमा वृद्धि रहनेछ। विगतको भन्दा बचतको ट्रेन्ड बढेर जानाले मन हर्षित रहनेछ। तुला राशिका जातकले सदा ओम शुक्राय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत। वृश्चिक राशिका जातकका लागि स्वराशित चन्द्रमाले अन्न लाभ बन्दछ। विभिन्न क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा रहनुहुने जातक मानसिक रूपमा मजबुत रहनुहुनेछ। इष्टमित्र, बन्धुबान्धव र सरकारवाला पक्षले सहयोगमा वृद्धि गर्नेछन्। जुन क्षेत्र, पेसा, व्यवसायमा क्रियाशील हुनुहुन्छ त्यहाँ उन्नति र प्रगतिका सङ्केतहरू देखिनेछन्। वृश्चिक राशिका जातकले सदा ओम ओङ्काराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। धनु राशिका जातकका लागि चन्द्रमाको 12औं गोचर छ। यसले व्यय बन्दछ, तर विदेशमा क्रियाशील समस्त जातक सकारात्मक प्रतिफलहरू प्राप्त गर्नुहुनेछ। इष्टमित्र, बन्धुबान्धव र सरकारवाला पक्षले विदेशमा राम्रो सहयोग प्रदान गर्नेछन्। स्वदेशमा रहनुहुने जातकको वैदेशिक योगको चान्स त राम्रै छ, तर अन्य क्षेत्र, पेसा, व्यवसायमा क्रियाशील जातकहरू विगतको अनुपातमा प्रतिफलमा कमी रहनेछ। आपस्तमा मनमुटाव र वैमनस्यता बढ्नेछ। खानपिनको खराबीको कारण शारीरिक आलस्यता बढ्नेछ। चलाकीका साथ चल्नुहोला। धनु राशिका जातकले सदा ओम बृहस्पति नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मकर राशिका जातकका लागि चन्द्रमाको 11औं गोचर छ। यसले प्रशंसा बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील जातक पराक्रम, साहस, उत्साह, उमङ्ग मजबुत रहनेछ। समाजमा मान सम्मान र प्रतिष्ठा बढ्नेछ। दाजु दिदी र मान्यजनहरूको सहयोग बढ्नेछ। विगतमा रोकिएका कामहरू सजिलै सम्पन्न हुनेछन्। मकर राशिका जातकले सदा ओम शमशराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कुम्भ राशिका जातकका लागि चन्द्रमाको 10औं गोचर छ। यसले इष्टवृद्धि बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील समस्त जातक इष्टमित्रसँगको सम्बन्ध मधुर र विस्तार रहनेछ। इष्टमित्र, बन्धुबान्धव र सरकारवाला पक्षकै सहयोगमा महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन्। जुन क्षेत्र, पेसा, व्यवसायमा क्रियाशील हुनुहुन्छ त्यहाँ इष्टमित्र, बन्धुबान्धव सबैको सहयोग मजबुत रहनेछ। प्रशंसा, पुरस्कार र प्रमोसनको अवसर मिल्नेछ। कुम्भ राशिका जातकले सदा ओम शमशराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत। मीन राशिका जातकका लागि चन्द्रमाको 9औं गोचर छ। कि शुक्ल पक्षको चन्द्रमा हो। यसले धर्म लाभ बन्दछ। विभिन्न क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील जातक आध्यात्मिक भावना बढेर जानेछ। समाजमा मान सम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्नुका साथै विगतको तुलनामा आशीर्वाद दिने पिताजन र गुरुको सहयोगमा वृद्धि हुनेछ। मीन राशिका जातकले सदा ओम बृहस्पति नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। हस्त नमस्ते।